जय मसी नमस्ते स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। मेरो सम्पूर्ण टिकटकका साथीहरू, एकता हुने शक्ति छ अनलाइन सङ्गतिमा हुनुभएका सम्पूर्ण प्रभुका जनहरू, यहाँहरूलाई पनि स्वागत छ। कतिजना युट्युबमा पनि जोडिएर मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ, यहाँहरूलाई विशेष धन्यवाद। अनि तपाईँहरूको मोबाइलमा यदि मेरो भिडियो आइपुग्यो भने हेर्नुहोला। अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला भनेर म अनुरोध गर्न चाहन्छु। अनि आज तपाईँहरूको बिचमा म परमेश्वरको जीवित वचन एउटा खण्डलाई म पढ्न चाहन्छु। अलिकति मैले बाइबल अध्ययन गर्दै जाँदाखेरि दैनिक अध्ययन गर्दाखेरि आज म दोस्रो इतिहासको पुस्तकमा पुगेको थिएँ। 9 अध्याय 8-9 अध्यायलाई मैले अध्ययन गर्दै थिएँ। यहाँनिर चाहिँ 9 अध्यायमा सोलोमनलाई भेट्न, सेवाकी रानी सोलोमनलाई भेट्न आएको एउटा घटना छ। यहाँबाट मैले केही पाएको आशिषहरू हजुरहरूको बिचमा मलाई सेयर गर्न मन लाग्यो। युट्युबमा नयाँ नयाँ हो, भिडियो त्यति राम्रोसँग बनाउन त आउँदैन, तर मलाई आशा छ हजुरहरूले वचन सुन्नुहुनेछ, आशिषित हुनुहुनेछ र मेरो भिडियोलाई माया गरिदिनुहुनेछ। सब्सक्राइब, लाइक, कमेन्ट पनि गरिदिनुहुनेछ भन्ने म विश्वास गर्दछु। तपाईँहरूको बिचमा म सरर पर्नेछु 9:1 माथि। शीर्षकमा चाहिँ सेवाकी रानी सोलोमनलाई भेट्न आएकी। सेवाकी रानीले सोलोमनको कीर्ति सुनिन् र गाह्रो गाह्रो प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरुशलेममा आइन्। तिनी एक अत्यन्तै ठुलो लावा लस्कर साथ मसला, प्रशस्त सुन र बहुमूल्य रत्नहरू ऊँटहरूमा लदाएर आइन्। तिनी सोलोमन कहाँ आएपछि आफ्नो मनमा भएका सबै कुरा तिनले सोलोमनलाई बताइन्। सोलोमनले तिनका सबै प्रश्नहरूको जवाफ दिए। कुनै प्रश्नको उत्तर दिन तिनको निम्ति गाह्रो थिएन। तब सेवाकी रानीले सोलोमनको बुद्धि, तिनले बनाएको राजमहल, तिनको टेबलको भोजन, वरिपरि बस्ने तिनका अधिकारीहरू, उर्दी पोसाक लाएर तिनका सेवा टहल गर्ने नोकर चाकरहरू, तिनका मत पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढाएका होम बलिहरू देखिन्। तब तिनी अक्क भइन्, टक्कै अकमक्क परिन् भने जस्तै। तिनले राजालाई भनिन्, तपाईका उपलब्धिहरू र तपाईको बुद्धिको विषयमा मैले मेरा देशमा हुनु पनि यहाँ कहाँ रहेछ, देशका सुनेको कुरा साँचो रहेछ। तर आएर आफ्नै आँखाले नदेखिन्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिएन। साँच्चै तपाईको बुद्धिका महानताको आधार पनि मलाई बताएको रहेनछ। तपाईको विषयमा मैले सुनेका कुराभन्दा त तपाईँ ज्यादै बढी हुनुहुँदो रहेछ। तपाईका मानिसहरू कति खुसी होलान् तपाईको सामुन्ने प्रतिदिन तपाईको सेवामा हाजिर हुने र तपाईको बुद्धि सुन्न पाउने। यी तपाईका अधिकारीहरू कति सुखी, तपाईसित प्रसन्न भई तपाईलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईका परमेश्वरलाई प्रशंसा होस्। आमेन, हालेलुया। प्रभुको महिमा भएको होस् है। यहाँबाट मैले के आशिष पाएँ भने प्रिय मण्डली परिवार सम्पूर्ण जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ, यहाँहरूको बिचमा मैले सेयर गर्न खोजेको, मैले यो पढ्दै गर्दाखेरि प्रभुको वचनबाट जुन कुराहरू मैले पाएँ हजुरहरूको बिचमा मैले सेयर गर्दैछु। आज अलिकति त्यति धेरै जान्ने व्यक्ति त होइन म, तर पनि आज मलाई सेयर गर्न मन लाग्यो। सोलोमनको विषयमा हामी धेरैजनाले सुनेका छौँ, जतिले बाइबल पढ्नुहुन्छ, प्रभुलाई विश्वास गर्नुभएको छ, यहाँहरू सबैले त थाहा पाउनुभएको छ। अनि सोलोमनको विषयमा, सोलोमनको बुद्धिको विषयमा चाहिँ हामी क्रिस्चियनहरूले मात्रै होइन, प्रभुलाई विश्वास नगर्ने व्यक्तिहरूले पनि यो विषयमा चाहिँ चर्चा गर्नुहुन्छ। हाम्रो देशको प्रधानमन्त्रीले नि पहिला भन्दै हुनुहुन्थ्यो सोलोमनको बुद्धिको विषयमा, बाइबलमा यस्तो कुरा लेखिएको छ भनेर उहाँले उदाहरण भन्नुहुन्थ्यो। त्यो बच्चाको विषयमा, त्यो बच्चालाई 2टा टुक्रा पार, जुन चाहिँ आमाको बच्चा, त्यो भन्ने विषयमा त्यो एउटा घटना छ, मिठो घटना छ बाइबलमा, त्यो घटना भन्नुहुन्थ्यो नि। यही सोलोमनको विषयमा लेखिएको कुराहरू हो। त्यही नै सोलोमनले गर्नुभएको घटना हो। त्यो अहिले हाम्रो प्रधानमन्त्रीहरूले नि बेला बेलामा उच्चारण गर्नुहुन्छ, त्यो घटनाको, बुद्धिको, ज्ञानको विषयमा चर्चा गर्नुहुन्छ। अनि यहाँ पनि मैले अहिले तपाईँहरूको बिचमा जुन पढेर सुनाएँ, सोलोमनलाई यति धेरै ज्ञान बुद्धि परमेश्वरले दिनुभएको थियो, यति धेरै मानिसहरूले सारा देशमा सुनेको थियौँ उहाँको ज्ञानको विषयमा। अनि सेवाकी रानी हामी कति ठाउँ पाउँछौँ, कतिजना भन्नुहुन्छ सेवाकी एउटा अरब देशको रानी भन्छ, दक्षिणकी रानी भनेको छ, यहाँ सेवाकी रानी भनेको छ है। यहाँ चाहिँ सेवाकी रानी सोलोमनलाई भेट्न आएकी, लावा लस्कर,
धेरै त्यहाँ चाहिँ कोसेलीहरू बोकेर बहुमूल्य रत्नहरू मसलाहरू महँगा महँगा चिजहरू चाहिँ लिएर सोलोमनलाई भेट्न जानुभएको कुराहरू हामी यहाँ पाउँदछौँ। अनि यहाँ भनेको छ गाह्रो गाह्रो उहाँले चाहिँ के गर्नुभएको थियो, सोलोमनलाई ज्ञान बुद्धि दिनुभएको छ परमेश्वरले। अनि कतिको जवाब दिनुहुँदो रहेछ, मानिसहरूले भनेको कुरा चाहिँ कतिको सही रहेछ भन्ने कुराहरू पत्ता लगाउनलाई उहाँ चाहिँ के गर्नुभएको थियो त, गाह्रो गाह्रो प्रश्नहरू लिएर जाँच गर्नको निम्ति जानुभएको थियो है। यहाँ हामी त्यही पाउँछौँ, उहाँ चाहिँ एक पदमै हामी पाउँछौँ जाँच गर्नको निम्ति जानुभएको थियो। जब उहाँले सोलोमनलाई भेट्नुभयो अनि सोलोमनलाई भेटिसकेपछि गाह्रो गाह्रो प्रश्नहरू जति पनि सोलोमनको अगाडि राख्नुभयो, त्यो हरेक प्रश्न त यहाँ लेखेको छैन, तर धेरै गाह्रो प्रश्नहरू थियो भन्छन् है। अनि प्रभुको अगाडि राख्नुभएपछि सोलोमनले चाहिँ यहाँ 2 पदमा गएर हामी हेऱ्यौँ भने उहाँले चाहिँ 2 पद 3 पदमा गाह्रो, सोलोमनको लागि चाहिँ केही गाह्रो थिएन, सबै प्रश्नको उत्तरहरू दिनुभयो भनेको छ है। अनि सोलोमनको महल, सोलोमनको वरिपरि बस्ने नोकर चाकर, सोलोमनको अधिकारीहरूको उर्दी पोसाकहरू होइन, लगाउने सेहट टहल गर्ने नोकर चाकरहरू, प्याउनेहरू, परमप्रभुको मन्दिरमा चढाएको होम बलिहरू देखेरै रानी चाहिँ परिन् भनेको छ क्या। यहाँ अब कति गाह्रो प्रश्नहरू लिएको, कस्तो चाहिँ थियो होला, आमुनी सामुनी भेटौँला अनि सोधौँला होइन, कस्तो हुनुहुँदो रहेछ भनेर त्यहाँ जानुभएको थियो। तर सोलोमनले कुनै गाह्रो नमानिकन सबै प्रश्नको उत्तरहरू दिनुभयो। अनि सोलोमनको त्यहाँको जुन रहन सहनहरू उहाँको त्यो देख्दाखेरि चाहिँ त्यहाँका त्यो जुन जानुभएको रानी चाहिँ वाक्क परेको कुराहरू अक्क भइन्, कति अप्ठ्यारो वाक्य, वाक्क भइन्, टक्क उभिएर अकमक्क परिन् के सायद है। अनि यहाँ चाहिँ उहाँले भन्नुभएको छ उहाँको उपलब्धिको विषयमा, किनकि राजाको विषयमा भनेको कुराहरू सुनेको कुराहरू चाहिँ साँच्चै हो रहेछ। तपाईँले भनेको कुराहरू त मैले त आधी मात्रै पो सुनेको रहेछ होइन। यहाँ त्यही कुराहरू भनेको छ, मैले सुनेको त आधी मात्रै रहेछ, मैले मानिसहरूले भनेको कुरा मैले पत्याएकी थिएन, साँच्चै तपाईँको बुद्धि चाहिँ महानताको रहेछ, आधा पनि मलाई बताएको रहेनछ होइन। तपाईँको विषयमा मैले सुनेका कुराभन्दा त तपाईँ ज्यादै बढी हुनुहुँदो रहेछ भनेर त्यहाँ चाहिँ सोलोमनको प्रशंसा गरेको कुरा, सोलोमनलाई उचालेको कुराहरू मैले यहाँ पाउँदै थिएँ म। अनि है आशिष, विशेष गरी योभन्दा नि मुख्य पोइन्ट तपाईँहरूलाई मैले के भन्दैछु, मैले यहाँबाट पाएको आशिष चाहिँ के थियो भने, जति पनि मेरो दर्शकहरू हेर्दै हुनुहुन्छ यहाँ मैले पाएको आशिष यहाँनिर अनि भन्दै हुनुहुन्छ कि 7 पदको अन्तिमतिर है, 7-8 पदमा विशेष तपाईँका यहाँनिर रानीले भन्नुहुन्छ तपाईँसँग बस्ने मानिस चाहिँ कति खुसी होला नि, यस्तो ज्ञान यस्तो बुद्धिले भरेको मानिससँग बस्ने मान्छे चाहिँ कति खुसी होला है। मान्छेले संसारमा हेर्ने हो भने कति भाग्यमानी हो तिमी त भने जस्तो के। अब ठुलो घरमा काम, तिमी कति भाग्यमानी, त्यस्तो घरमा त्यस्तो राम्रो अफिसमा तिमीले जागिर पायो, तिम्रो साउ त कति राम्रो छ, असल छ तिम्रो घरको मानिसहरू त है, तिमी त कति भाग्यमानी, तिम्रो दिन त कति राम्रोसँग कट्छ होला, तिमीले त स्यालेरी कति राम्रोसँग पाउँछ होला, आफ्नै घरमा बसेको फिल हुन्छ होला नि भन्छ नि हामी संसारमा पनि। त्यस्तै त्यो एक प्रकारको अनुभव चाहिँ ती रानीले यहाँ गर्नुभएको छ कि। उहाँले भन्नुभएको छ तपाईँका मानिसहरू कति सुखी होलान्, हेर्नुहोस् है, कति सुखी होलान्, तपाईँको सामुन्ने प्रतिदिन तपाईँको सेवामा हाजिर हुने र तपाईँको बुद्धि सुन्न पाउने ती तपाईँका अधिकारीहरू कति सुखी। हेर्नुहोस् है, तपाईँको बुद्धिको कुरा म यति टाढोबाट आएँ, आज एकैछिन तपाईँलाई भेट्दा, तपाईँसँग कुरा गर्दा, तपाईँको कुरा सुन्दा म यति धेरै आशिषित भएँ, म छक्क परेँ, म परेँ। तर दिनरात तपाईँको सेवा टहल गर्ने व्यक्ति, तपाईँको वरिपरि बस्ने व्यक्ति कति सुखी होला है। यस्तो मजाले भन्नुभएको छ, कति सुखी होला, दिनदिनै तपाईँको बुद्धिको कुरा सुन्ने व्यक्ति चाहिँ कति सुखी होला है, त्यही कुरा यहाँ भन्नुभएको छ है। अनि 8 पदमा उहाँले भन्नुभएको छ तपाईसित प्रसन्न भई तपाईँलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईँका परमेश्वरलाई प्रशंसा होस्। आमेन, हालेलुया। मैले विशेष गरी मैले पाएको आशिष चाहिँ यहाँनिर छ। यहाँ भन्नुभएको छ तपाईँलाई प्रसन्न, तपाईँप्रति प्रसन्न भएर उहाँको आफ्नो सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईँका परमेश्वरलाई चाहिँ प्रशंसा। यो बुद्धिको कुरा चाहिँ परमेश्वरबाट मात्रै आउँछ, यस्तो बुद्धि चाहिँ परमेश्वरले मात्रै दिन सक्नुहुन्छ है। यही कुराको
अनुभव त्यहाँ गरे। सायद रानीले प्रभुलाई पाएको थियो कि थिएन, परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुनुहुन्थ्यो कि हुनुहुने थिएन, सायद अरू धर्मका होइन अरू कुरामा विश्वास गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो होला। अनि यहाँ आएर सोलोमनको बुद्धिलाई देखेर चाहिँ उहाँले भन्नुभएको छ तपाईँको परमेश्वरलाई प्रशंसा होस्। अनि प्रिय मण्डली, अनि जति पनि मेरो दर्शकहरू यहाँ हेर्दै हुनुहुन्छ, यहाँहरूलाई म के भन्न चाहन्छु भने आज सोलोमनको बुद्धिको कुरा पाएर सोलोमनलाई बुद्धि दिनुहुने परमेश्वरलाई प्रशंसा होस् भनेर एउटा रानी आएर यहाँ भन्नुभएको छ भने हामी अलिकति तपाईँहरूको बिचमा म मत्तीको पुस्तकतिर गएँ एकैछिन। प्रभु येशूले यहाँ भन्नुभएको छ है, मत्ती 12 अध्यायमा तपाईँहरूको बिचमा म पढ्नेछु। 12को हामी चिन्ह हेर्ने इच्छा धेरै यहुदीहरूले फरिसीहरूले प्रभु येशू उहाँहरूको सामु हुनुहुन्थ्यो। प्रभु येशूले धेरै आश्चर्य काम गर्नुहुन्थ्यो है, धेरै आश्चर्य कामहरू गर्नुभएको थियो, रोगी बिरामीलाई निको पार्नु भएको थियो, अनि धेरैको बिचमा प्रसार गर्नुभएको थियो, अनि उहाँले अचम्मको काम कार्यहरू पनि गर्नुभएको थियो। तर पनि यहुदीहरू फरिसीहरूले के गरे, उहाँसँग चाहिँ चिन्ह खोजे। तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँ परमेश्वर हुनुहुन्छ भने त हामीलाई चिन्हहरू देखाउनुहोस् न भनेर यहाँ धेरै प्रश्न गरेको कुराहरू छ। अनि योनाको चिन्ह बाहेक तिमीहरूलाई अरू भन्ने छैन भनेर यहाँ प्रभुले अरू कुरा भनेको छ। भिडियो अलिकति लामो हुन्छ त्यसैले म यहाँ गइनँ। तपाईँहरूको बिचमा म 12को 42 पदलाई चाहिँ पढिदिनेछु। यहाँ यसो भनेर लेखेको छ, दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खडा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्, तर हेर सोलोमन भन्दा महान कोही यहाँ छ। आमेन, हालेलुया। अनि यहाँबाट म हजुरहरूलाई के भन्न चाहन्छु भने प्रिय दर्शकहरू, सोलोमनको बुद्धि पाएर सोलोमनलाई ज्ञान बुद्धि दिनुहुने परमेश्वर, तपाईँलाई यति धेरै बुद्धि दिनुहुने परमेश्वरको प्रशंसा होस् भनेको छ है। अनि यहाँ अलिकति मैले आदि मात्रै पढेको छु 8 पदको, तपाईँका परमेश्वरले आफ्नो प्रेमको कारणले सदा सर्वदा रहनलाई इस्राएललाई स्थिर गराउने इच्छा भएकोले तपाईँले न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईँलाई इस्राएलका राजा तुल्याउनु भएको छ भनेर यहाँ भनेको छ। अनि यहाँभन्दा त्यहाँ तल धेरै कुराहरू पनि छ है, योभन्दा उता नजाउँ, अहिले हामी यति मात्रै हेरौँ। अनि यहाँ चाहिँ परमेश्वरले तपाईँलाई चाहिँ राजा तुल्याउनु भएको छ, अनि असल हो भन्ने कुराहरू, परमेश्वरको प्रशंसा होस् भन्ने कुराहरू यहाँ गर्नुभएको छ। अनि प्रभु येशू यहाँ भन्दै हुनुहुन्छ यहुदी अनि फरिसीहरूलाई, दक्षिणकी महारानी सोलोमनको बुद्धिको कुरा सुन्नलाई आउनुभएको थियो। आज सोलोमन भन्दा महान चाहिँ यहाँ कोही छ होइन, सोलोमन भन्दा महान यहाँ कोही छ। किनभने सोलोमन भन्दा पनि अझ श्रेष्ठ चाहिँ को हुनुहुन्थ्यो त? हाम्रा प्रभु येशू हुनुहुन्छ। आमेन। उहाँबाट हाम्रो प्रभु येशू हुनुहुन्छ, उहाँकै वंशद्वारा हुँदै 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 आउनुभएको दाउदको वंशबाट, दाउदको पुत्र भनेर हामी चिन्न सक्छौँ है। अनि प्रभु यहाँ तर प्रभुलाई आज कति मानिसहरूले त्यहाँ यहुदी अनि शास्त्री फरिसीहरूले चाहिँ विश्वास गर्न सकेको थिएन। एक दिन चाहिँ सेवाकी रानीले पनि यहाँ चाहिँ के न्यायको दिनमा चाहिँ यस पुस्ताका साथ खडा हुनेछन् र दोषी ठहराउनेछन् भनेछ। कहाँदेखि बुद्धिको कुरा सुन्नलाई परमेश्वर चाहिँ यस्तो बुद्धि दिनुहुने परमेश्वर रहेछ, उहाँको प्रशंसा होस् भनेर उहाँ फर्किनु भयो, जानुभयो होइन। अनि आज प्रभु येशूलाई आमुने सामुनेसँगै देखेर पनि मानिसले विश्वास गर्न सकेन, अझ चिन्हहरू खोज्ने यस्तो धेरै कारणहरू भएको थियो। तर प्रभु यहाँ भन्दै हुनुहुन्छ सोलोमन भन्दा महान चाहिँ यहाँ कोही छ। त्यसैले मण्डली परिवार, आज हामी पनि प्रभुलाई पाएर हामीले प्रभुको प्रशंसा गरेका छौँ कि छैनौँ? आज कति व्यक्ति यस्तो हुनुहुन्छ, म तपाईँहरूलाई के भन्न चाहन्छु भने सोलोमनको विषयमा सुनेको थियो तर हो कि होइन भनेर गाह्रो गाह्रो प्रश्नहरू लिएर सोलोमन राजालाई भेट्न जानुभयो क्या। त्यहाँ जब जानुभयो आमुने सामुने भेटे, आफ्नो प्रश्नहरू राख्नुभयो, अनि उहाँले भन्दै हुनुहुन्थ्यो कि सेवाकी रानीले मैले सुनेको त आधा पनि रहेनछ, तपाईँ त धेरै असल हुनुहुँदो रहेछ। जब मैले मानिसहरूले भनेको मैले पत्याएको थिएन, तपाईँको विषयमा त मैले आधा पनि सुनेको रहेनछ, यहाँ आएर मलाई थाहा भयो साँच्चै परमेश्वरबाट तपाईँले बुद्धि पाउनु भएको रहेछ भन्ने कुराहरू विश्वास गरेको कुराहरू हामी पाउँछौँ। अनि आज प्रभुको विषयमा हामीले धेरै सुन्छौँ, प्रभुले धेरै रोगी बिरामीलाई निको पार्नु भएको छ, चङ्गाइ दिनुभएको छ। आज डाक्टरले सक्दैन भनेको व्यक्तिहरूलाई पनि होला, सबैजना नहोला, कतिजना बित्यो होला, प्रभुलाई पाउनेहरू पनि
कतिजना निको भएन होला, त्यो आफ्नो ठाउँमा छ, तर विश्वासअनुसार विश्वास गर्नेको लागि चाहिँ कुनै कुरा असम्भव छैन भन्छु वचनले, होइन। अनि प्रभुको विषयमा आज धेरैजनाले सुनेर तिमीहरू को स्वर्ग, प्रभुलाई विश्वास गर्नेहरू, प्रभु चाहिँ बाटो सत्य र जीवन हुनुहुन्छ, प्रभुलाई विश्वास गर्नेहरू स्वर्ग गइन्छ, हाम्रो हातमा बात छ भनेर हामीले प्रचार प्रसार गर्दा तिमीहरूमध्ये को स्वर्ग गएर आएको छ, तिमीहरूको मरेको यसो स्वर्गबाट फेरि फर्केर आएर बताएको छ भनेर धेरैले भन्नुहुन्छ नि। तर होइन प्रिय प्रभुको जन जति पनि वचन सुन्दै हुनुहुन्छ, प्रभुलाई विश्वास गर्ने नगर्नेहरू है। अनि हामीले प्रभुको विषयमा सुने तपाईँ एकचोटि प्रभुमा जानुहोस्, तपाईँ बाइबल अध्ययन गर्नुहोस्, चर्चमा जानुहोस्, बुझ्नुहोस्, एकचोटि प्रभुलाई चाखेर हेर्नुहोस्, प्रभु साँच्चै नै सत्य हुनुहुँदो रहेछ कि होइन रहेछ भन्ने कुरा। यी सेवाका रानी जब त्यस ठाउँमा जानुभयो, सोलोमनलाई देखे, प्रश्नहरू सोधे, त्यहाँ उसको आँखाले देखेपछि उसले पूर्ण रूपमा विश्वास भयो। मैले सुनेको त आधा पनि होइन रहेछ, साँच्चै नै तपाईँ त परमेश्वरबाट बुद्धि पाएको महान व्यक्ति हुनुहुँदो रहेछ, तपाईँसँग बस्ने व्यक्तिहरू कति सुखी होलान् भनेर भन्नुभएको छ नि। आज त्योभन्दा पनि आज हामीले विश्वास गरेको, यदि तपाईँ कसैले विश्वास गरेको व्यक्ति यहाँ हेर्दै हुनुहुन्छ भने पनि आज हामी झनै धेरै सुखी धन्यको व्यक्तिहरू हौँ, किनकि हामीले जीवित परमेश्वरलाई पाएका छौँ है। सोलोमनको बुद्धि सुन्नलाई कहाँ कहाँदेखि मान्छेहरू आउनुहुन्थ्यो, अन्त धेरै व्यक्तिहरू आउनुभएको कुराहरू मध्ये एउटा चाहिँ आज मैले पढेँ। अनि आज सोलोमनभन्दा पनि महान व्यक्ति चाहिँ प्रभु हुनुहुन्छ। आज हामीले प्रभुलाई पाएका छौँ, हामी सधैँ उहाँको प्रशंसा गर्नुपर्दछ। यदि कसैले पाएको छैन भने प्रभुको विषयमा सुनेको मात्रै छ, कसैले जान्न चाहनुहुन्छ, नजिकबाट प्रभुलाई निहाल्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ, प्रभुको प्रेमलाई, प्रभुको त्यो अनुग्रहलाई तपाईँ नजिकबाट महसुस गर्न चाहनुहुन्छ भने बाइबल अध्ययन गर्नुपर्छ, दिनदिनै सङ्गतिमा बस्नुपर्छ, चर्चमा जानुपर्छ। वचन सुनेर खैके ओठले पुर्याउने होइन, हामीले सुन्नुपर्छ, हाम्रो हृदयमा राख्नुपर्छ, हाम्रो मनदेखि विश्वास गर्नुपर्छ। हामी पनि साँच्चै नै सुखी, हामी पनि साँच्चै नै धन्यको व्यक्ति हुन सक्छौँ। हामी सबैलाई प्रभुले आशिष दिनुभएको होस्। वचन बोल्दै जाँदा त्यति पर्फेक्ट व्यक्ति त होइन मलाई एकदमै आशिष लागेर हजुरहरूको बिचमा यसो सेयर गर्न मन लाग्यो। युट्युबमा नयाँ हो, मैले सुरुमा पनि भने र अन्तिममा पनि हजुरहरूलाई भन्दैछु, युट्युबमा नयाँ मैले कोसिस गर्दैछु घर बसी प्रभुको वचनहरू सेयर गरौँ, टाइम किन खेर फालौँ भनेर म सिक्दैछु। हजुरहरूले मलाई मेरो भिडियोलाई हेरेर साथ दिनुहोला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला। यो वचनले भन्न खोजेको यो मिलेन, यसरी भन्नुपर्ने हो भनेर हजुरहरूले मलाई सिकाउन सक्नुहुन्छ, केही कमेन्टबाट भन्न सक्नुहुन्छ है। कमेन्ट अप्सनहरू खुल्ला रहनेछ। यहाँहरू सबैलाई धन्यवाद। परमेश्वरले प्रशस्तै मात्रामा आशिष दिनुभएको छ। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान प्रभु, तपाईँलाई धन्यवाद दिन चाहन्छु। आज मैले पहिलोचोटि तपाईँ परमेश्वरको जीवित वचन अनि मोबाइलमा जुन रेकर्ड गरेर मैले युट्युबमा अनि पोस्ट गर्दैछु, सबै कुराद्वारा तपाईँको महिमा छ। यो भिडियो जतिले हेर्नुहुन्छ उहाँहरू सबैलाई आशिष दिनु, जतिले तपाईँलाई पाउनु भएको छ न तपाईँलाई चिन्न सकोस्, विश्वास गर्न सकोस्, आशिषित सुखी र धन्यको व्यक्ति बन्न सक्छौँ। अनि जतिजनाले प्रभुलाई पाइसक्नु भएको छ उहाँहरू सबैलाई पनि तपाईँले आशिष दिनुहोस्। म आफैमा पनि तपाईँ हुनुहोस्। आउने दिनहरूमा यसै गरी तपाईँको जीवित वचनहरू निरन्तर लिएर आउन सकौँ। तपाईँले मलाई असल ज्ञान बुद्धि विवेक दिनुहोस्। पवित्र परमेश्वर धन्यवाद। यी सबै कुराद्वारा तपाईँ प्रभुकै महिमा होस्। प्यारो प्रभु यीशु ख्रीष्टको उच्च अनि पवित्र नाममा आमेन। जय मसीह। नमस्ते। धन्यवाद यहाँहरू सम्पूर्णमा।